30 देखि 35 लाख नेपालीहरू विदेशमा वर्किङको लागि, स्टडीको लागि र अरू अन्य कामको लागि जानुहुन्छ। हरेक दिन 1700 देखि लिएर 2300 नेपालीहरू देश छोडेर विदेश जानुहुन्छ। यति धेरै देशमध्ये मैले चाहिँ दुबई रोजेँ। किन भन्दाखेरि दुबई चाहिँ ल्यान्ड अफ अपर्च्युनिटिज हो। यदि तपाईँसँग स्किल छ, आर्ट छ, सेल्फ कन्फिडेन्स छ र राइट माइन्डसेट हुनुहुन्छ भने दुबईमा जतिको फास्टेस्ट करियर ग्रोथ चाहिँ काहीँ पनि हुँदैन। ग्लोबल बिजनेस हब, टुरिज्म हब, इन्भेस्टर हब, वर्ल्ड क्लास इन्फ्रास्ट्रक्चर, स्ट्राटेजिक लोकेसन र सेफ्टीको मामलामा त 99.9% को रेटिङ छ। यदि तपाईँहरू दुबई आउँदै हुनुहुन्छ, आउन चाहनुहुन्छ भने यो कुरा याद राख्नुहोस्, दुबई चाहिँ बस्नको लागि र काम गर्नको लागि मात्रै होइन, दुबई चाहिँ आफ्नो ग्रोथ गर्नको लागि हो र फ्युचर सेक्योर गर्नको लागि हो।